हेलो 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 गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। आज जनवरी 17 हो जस्तो लाग्छ। आज जनवरी 17 2026। आज माघ 3 गतेको कुरा हो। लगभग आज चाहिँ अब केटाकेटीले अस्तिदेखि म पनि यो इभेन्ट्सले गर्दाखेरि अलिकति व्यस्त भएकै थिएँ होइन। अनि अब चाहिँ यसो घुम्न जाने भन्छन्। कहाँ घुमाउन लिएर जाने यिनीहरूलाई? फन पार्क। आज अनि घुम्न जाने भन्दैछन्। आज फन पार्कतिर जाने भनेर भनेका छन्। आज त्यही पुतली सडक फन पार्क यसो केटाकेटी लिएर गएर त्यहाँ के फन फिस्टा केटाकेटीको केही चल्दैछ पनि भन्ने सुनेको थिएँ। किड्सहरूको केही इभेन्ट्सहरू केही चल्दैछ भन्ने सुनेको थिएँ। अब आज जाउँ। अब टाइमै दिन पाएको छैन केटाकेटीलाई। आज चाहिँ अब मौका मिलाएर चाहिँ आज लिएर जाने भन्ने कुरा भएको छ। अब यहाँबाट निक्लिन्छौँ। लुगा सुगा लगाइयो। हिरोनीले पनि लुगा उहाँले लगाइसक्नु भएको छ। अनि अब यता हिरोले पनि लुगा लगाउँदैछ। ग्यारी कहाँ छ हिरो? हिरो पनि यता लुगा लगाउँदैछ। हिरो लुगा लगाउँदै हो सकियो? मजा लगाउँदै बाँकी अब हेरौँ के हुन्छ। अनि त्यो पछि बिचबिचको अपडेट वहीँ पुगेपछि अब गरौँला है। ल गाइज ग्याङ लिएर आइएको छ। आज बिक्री मण्डपमा के कार्यक्रम चलिरहेको रहेछ। अघि नै ठ्याक्कै निस्केको। अब आएको छौँ। अब यहाँ इन्ट्री कताबाट हो इन्ट्री खोज्ने? अगाडि छ जस्तै चाहिँ यहाँबाट ल जाउँ। अनि त्यो पछि अहिले के अपडेट हुन्छ अपडेट गरौँला है गाइज। ल टेक केयर। यताबाट छिर्ने पर्ने ठाउँ रहेछ यो। हामी यताबाट छिर्दैछौँ। ग्याङ यहाँ छन्। एउटा ग्याङ यहाँ छ एउटा ग्याङ यहाँ छ। यहाँनिर उनीहरूले के चाहिँ हेरौँ भित्र गएर अहिले अपडेट गरौँ ल। अब यहाँबाट यस्तो रहेछ। मेन गेट यो भइहाल्यो। यहाँबाट सिधा आउनु बित्तिकै यहाँ रहेछ। यहाँबाट अब हामी पस्छौँ है एकछिन। अब ल अगाडि हिँड्नु नि तिम्रो। इन्ट्री इज भेरी गुड। यस्तो छ केटाकेटीको लागि रहेछ। केटाकेटी एक्सपो के रहेछ हेरौँ यहाँ पहिले। हिमालयन एक्सपो रहेछ यो चाहिँ अब स्कुल ब्यागहरू छ अरे। ज्याकेटहरू छ रहेछ। यसको राखेको रहेछ बाई टू गेट वान। यो हाम्रा छैनन् अहिले। यो चलाउने कसलाई चाहिन्छ अरे खोइ। यो अब बागमती सेकेन्डरी स्कुल अरे किड्सको लागि। बेबियोलोजी केटाकेटीको लागि। यो चाहिँ मम्स एन्ड किड्स अरे फेसन सोको लागि रहेछ। यस्तो रहेछ। यो ऱ्याम्प वर्क रहेछ। ठिक छ। Come on. Very well done, darling. Well done. Baby wet wipes. Very good, darling. Love you. Experience. कस्तो लाग्यो? राम्रो लाग्यो। लाज त लागेन अप्ठ्यारो लागेन नि? मैले यो पाएँ। थ्याङ्क यू। के हो चलो त्यो? बेबी वेट वाइप्स। ल बेबी वेट वाइप्स त्यो ऱ्याम्पमा हिँडेपछि पाएका रहेछन्। लगभग यहाँनिर ऱ्याम्प छ। भिड चाहिँ यस्तै छ। ओके आल जस्ट अपडेट। म अपडेट गर्दै गर्छु है। अब ल अब अफिसले गिफ्ट जितेपछि अगाडि के हुनसक्छ भन्ने सम्भावना हेर्दै जाँदैछौँ। लेट्स सी हेर्दै जाउँ। यो ठुलो साइज हो कि सानो? के गर्नु ल? ए ओके
किन चाहिन्छ छोरी के रहेछ यो चाहिँ खल्ती सुरक्षा भनेको चाहिँ हाम्रो योवाला प्याकेज हो ए सो यो चाहिँ हाम्रो 350 को मात्र प्याकेज हो जसमा चाहिँ हजुरले केही एक्सिडेन्टहरू भएको खण्डमा हजुरले चाहिँ 2,30,000 सम्मको एक्सिडेन्टल हेल्थ बेनिफिट पाउन सक्नुहुन्छ जुन चाहिँ हजुरले 2 इयर्सदेखि लिएर 60 वर्षसम्मको लागि गर्नुहुन्छ यसमा चाहिँ अब हजुरको बच्चाहरू एक्टिभ पर्याङमा लड्दाखेरि लड्दाखेरि पनि हजुरले इन्सुरेन्स चाहिँ क्लेम गर्न सक्नुहुन्छ त्यो आइएमई हेल्थीको इन्सुरेन्स रहेछ तर त फेरि कति कुराहरू 18 वर्षदेखि माथिको केटाकेटीको पनि लागिरहेछ खासै मलाई त्यो चाहिँ चित्त बुझेन अब यहाँनिर चाहिँ अब हेर्दै जाउँ अरू यहाँ केटाकेटीकै लागि भनेर केही छ भने चाहिँ हेरौँ सानो त्यो ठाउँ रहेछ यस्तो छुट्याएको रहेछ किड्डो अरे हुन्छ घर बस्दा लाउने हो कि यो बाहिर हिँड्दा पनि हुन्छ बाहिरको लागि हो यो चाहिँ कति पर्दो रहेछ चलो तिमीलाई हुन्छ सेल भन्नुहुन्छ विन्टर भनेको छ भरे त पैसा मगाउन मगो छ साथी हो अनि फेरि यो भेगुडी मण्डप आएर त क्वालिटी लुगाहरू त के किन्ने भने जस्तो लाग्छ मलाई त के चाहिँ बरु सर्टेज ठिक हुन्छ बरु तिमीलाई किड्स भनेर भनेको छ यो सबै ठुलै मान्छेकै मात्रै सामान देखिन्छ किरिङ बाबाले ल्याउँछ बाबाको अफिसको किरिङ छ बाबाको अफिसको किरिङ ल्याउँछ अब अरूको किरिङै नचलाउने हो चलाएपछि अब खालि इ बुकिङ मात्रै चलाउने जे पनि उताबाट एक राउन्ड घुम्ने हो छोरो होइन केटाकेटी भनेको छ यो सबै ठुलोकै मान्छेको मात्रै छ भिडियो चाहिँ सर्ट हुन्छ कि भने जस्तो लागेको छ त्यही भएर अलिकता भिडियोहरू चाहिँ आज आकर्षण के छन् भन्ने कुराहरू चाहिँ मैले देखाइदिन खोजेँ यहाँनिर कपडा सपडा बेचिराखेको छ तर खासै इफेक्टिभ नराम्रो क्वालिटी चाहिँ भेटिँदैन है खासै छोइ नसक्नु छ यो चाहिँ के रहेछ केटाकेटीको लागि ट्याम्पोलिन रहेछ स्याउ सन्तलाहरू पनि बेचिराखेको छ साथी हो गोर्खाको सुन्तला प्रति केजी 130 रुपियाँ अरे होइन यहाँ यो चाहिँ अब छाया छ अरे काठको सामानहरू अरे खेलाउन सामान अरे के हो ब्लड स्लड लिने तर कोलेस्ट्रोलहरू के चेक गर्ने ब्लड स्लड चेक गरिँदै रहेछ यहाँ हाइटहरू चेक गर्ने के रहेछ र यहाँ बस त हेलो गर अचार पिकल बफको अचार चिकनको अचार यहाँ यस्तो रहेछ सबै ठुलो मान्छेको छ केटाकेटीको भनेर पनि यो डोन्ट सी एनी मच थिङ्स फर किड्स यस्तो छ यहाँनिर के हो त यहाँ के रहेछ फोटो खिच्ने ठाउँ रहेछ यो भिड के को हो भनेको त यहाँ भरे ए यो केटाकेटीको लागि ए दुईजना बसेका रहेछ साथीहरू ल यहाँ हेर त यहाँ मेरो मुसी गियालो टेन्टन ल कम अन थ्याङ्क यू
सेल छ अरे सेल Put no. Wala din mo. यहाँ 31-32 को चाहिने होला यहाँ धेरै ठुलो हुन्छ बाबा यो छोरो यो ठुलो हुन्छ तिमीलाई छोरो आऊ नखोल त आऊ बुट रहेछ हुँदैन बाबु जाउँ आऊ सरी त आऊ चल कम्फी अरे तर यहाँ कस्तो भन्दाखेरि बुट हेर्ने भनेर भनेको बुट त छैन साइज के अफिस आएको बुटको किड्सहरूको किताबहरू पाउने ठाउँहरू छ तिमीहरूको लागि त खोइ केही छैन यार छोरो आच्छा अरे टाढो पनि त्यो बाहिरै पाउने के हो यो के हो यो यो टाइम त छ बाबु टाइम त छ नि यसको ए हो 1 इयरको एक्सपायरी छ के यो मनपर्छ ए हालिदिनु न त एक एउटा ल ल ल दुईवटा यो हालिदिनु अर्को ठुलो होइन यो एउटा हालिदिनु त ठुलो यो पनि ल यो बाबालाई ल हालिदिनु त झोलामा मतलब यहाँ लियौँ हामीले खाने भने जुस जेलीहरू अब यहाँबाट चाहिँ अब हामी सट्टै बाहिर निस्किन्छौँ ले अहिले भर्खर खाना इधर बाहिर निक्लिसकेपछि खानुपर्ने कुरा चाहिँ यो मैले बुझेको छैन अब यहाँ बाहिर निक्लिएर खानेकुरा देखाइदिएको रहेछ अनि खानेकुरा बाहिर देखाउने बित्तिकै भोक लागिहाल्यो नि केटाकेटीलाई भर्खर खाना खाएर निस्केका यिनीहरू थामा यहाँ चाहिँ फुड कोर्ट एकछिन स्टल भन्दा पनि एकछिन बेबी एक्सपोहरू यहाँ के छ डाइपर चेन्जिङ एरिया अरे फ्यामिली बेबी एक्सपो अरे यो डाइपर साइपर राख्ने ठाउँहरू पनि बनाएको रहेछ अरूभन्दा भिन्दै त भिन्दै छ तर यहाँनिर एकछिन यहाँनिर यस्तो ल्याएको रहेछ जुस सरी इज गुड सेक गरेर खाउँ त फेरि दाना दाना तलै अड्केला फेरि Black Channel Museum explore the universe. के हो त के हो ल अब यहाँ हेर्न त हेरियो यार खासै मजा पनि आएन केटाकेटी एकछिन रमायो खुसी भयो खेले अनि सामान तामान किने अब खासै यहाँ केटाकेटीको लागि भनेर आएको रहेछ अब यहाँ खासै केटाकेटीकै लागि भनेर टिपिकली भएको सामान चाहिँ खासै केही पनि देखिनँ यिनीहरू पनि अल्छी मान्दैछन् अब यहाँबाट चाहिँ अब बिस्तारै बिस्तारै निक्लिन्छौँ अब हामी अब यहाँको माहौल देखिहालियो होइन यस्तो छ माहौलहरू यहाँ
यस्तो यस्तो खेल्ने कुराहरू छ। यहाँ के छ अरे टेलिस्कोप हो के छ अरे, अब यहाँ एकछिन हेरौँ अनि त्यसपछि के हुन्छ अहिले बिचमा अपडेट गर्छु, होइन भने एकछिन बसेर घरै निस्किन्छौँ साथी होला। टेक केयर। के रहेछ छोरी हेर त के रहेछ ए ल के देखियो समेन हेर त के देखिन्छ के छ के छ के देख्यो परहैप सीन सन ड्रइङ कम्पिटिसन रहेछ केटाकेटीको लागि। इट्स नट फर द बिगर वान। अब के भयो better luck next time. छा हेर्दै घिन लाग्दो छ त पोटर स्टुडियो अरे कहाँ सिकेको तिमीले प्ले रक सिजर्स एन्ड पेपर्स अरे ल के रहेछ यो यो भित्र कुपन हुन्छ अनि तपाईले यो चाहिँ चाउचाउ किनेर तपाईले फोरेर यो भित्र कुपन पायो भने चाहिँ तपाईले यस्तो अनि तपाईले यसमा ए पहिले चाउचाउ किनेर फोड्नै पर्ने खानै पर्ने पैसा दिनै पर्ने सुरुमा हैन अनि खेल्नु पर्ने गर्दा पनि भयो तपाईले त फ्री टेस्टिङ पनि छ लिन सक्नुहुन्छ तपाईलाई राम्रो लाग्यो भने लिन सक्नुहुन्छ हैन कसरी रहेछ कसरी प्याकेट हो यो प्याकेट चाहिँ तपाईले 20 रुपैयाँ पर्छ अहिले यो 600 को अहिले एमआरपी प्राइसमा तपाईलाई अहिले चाहिँ तपाईलाई 500 मा आएर छ 500 मा एक कार्टुन एक पिस पनि आएर छ ए ओके 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 ठिक छ ल हस् राख्दिछु ल थ्याङ्क यू सामान देख्यो कस्तो बेको बनाउँछ साथीहरूले त्यही त पानीपुरी खाने भन्छ केटाकेटी हो बिस्तारै यो चाहिँ खै के रहेछ यो स्टाफ यो चाहिँ वाफल्स अरे वाफल्स विथ क्रिम विदाउट वाफल यिनीहरूले खान्छन् अरे यो आँखा पहिले हाउ इज द टेस्ट
How is the taste? It's good, Samyan? कस्तो त्यो टेस्ट? How is the taste मात्रै? मिठो? है How is the taste? सबै मुखभरि लाग्यो। अब यहाँबाट सक्यो, यहाँबाट सकेर यहाँ आइयो। यहाँ फेस ट्याटुहरू गर्ने ठाउँ रहेछ यो। देन यहाँ चाहिँ के रहेछ? यहाँ चाहिँ यस्तो फोटो खिच्ने ठाउँ रहेछ। खासै चाहिँ केही पनि होइन। अब यो निक्लिने ठाउँ चाहिँ कता रहेछ हौ? कता हो निक्लिने ठाउँ? सर यहाँ यसरी पनि गरिने कार्यक्रमहरू रहेछ यहाँनिर सेल्फी स्टिकबाट। अब यहाँबाट लगभग अब हामी सक्यौँ। अब यहाँबाट सकेर अब हामी बाहिर निस्किने प्रोसेस र प्रक्रियामा छौँ। यहाँबाट अब हामी बाहिर निस्किन्छौँ। हजुर अब भोलि हामी बलुन पपअप गेम खेलाउँछौँ। हल्ला भयो है। अब यहाँबाट लाग्यौँ है साथी हो हामी। टाटा बाई गुड नाइट भन्दै अब यहाँबाट हामी बाहिर निस्किएका छौँ। हल्ला खल्ला केटाकेटीलाई यसो रमाइलो भन्ने कुरा हो। बलुन पपअप गेम खेलाउँ एडल्टको हुँदैछ भने हाम्रो अर्को गेम पपकर्न कम्पिटिसन पनि हामी गराउँदैछौँ। स्पुन रेस कम्पिटिसन जुन चाहिँ हामीले पेरेन्ट्स र किडहरूलाई टिम अप गराएर खेलाउने गेम स्पुन रेस कम्पिटिसन पनि एक्जिट वी हेभ सिन द एक्जिट न। अब यहाँबाट एक्जिटबाट बाहिर निस्किन्छौँ। ल अब अहिले हामी ट्याक्कै एक्जिट गेटबाट बाहिर निक्ल्यौँ। अब यहाँबाट साधनहरू पार्किङमा छ। यहाँबाट अब सर हामी निस्किन्छौँ। अब यहाँबाट घरै जाने हो। घरमै बसेर आज यसो केटाकेटीसँग बसेर रमाइलो गरेँ। टिभी सिभी हेर्ने कार्यक्रम चाहिँ यहाँबाट निस्क्यौँ है हामी। ल ओके छे मार्क्सै मार्क्स लाएर हिँडेको रहेछ आज। ल आज अब यहाँबाट सिधै निस्क्यौँ है हामी। अब यहाँबाट मार्क्स 4 छ, दुर्गन्ध छ, लाउनु त परिहाल्यो। ल सियो अब घर जाने भन्दा भन्दै बाटोमा कमल पोखरी पऱ्यो। कमल पोखरी आउने अब यहाँ के रहेछ बाबा भनेर सोध्न थालेँ मलाई। अनि देन मैले चाहिँ अब के रहेछ ल हेर्न आओ भनेर मैले यहाँ लिएर आएको छु। आल सो यु द पिक्चर। यो कमल पोखरी खोल्ने बिहानको 5 बजेदेखि बेलुका 8 बजीसम्म रहेछ। यसको एउटा बेग्लै इतिहास छ। यो गहिरै छ छोरी। यो चाहिँ एक किसिमको पहिलेदेखि एउटा ठुलो इतिहास बोकेको ठाउँ हो यो क्या। यो कमल पोखरी पहिले थिएन, पछि चाहिँ ल्याएर चाहिँ यसलाई अलिक संरक्षण गरेर चाहिँ अहिले व्यवस्थित बनाएको छ। पहिले यतिको थिएन यो पार्क हो। यसलाई चाहिँ बस्ने ठाउँहरू बनाइदिएको छ। हुन त यो काठमाडौँ महानगरपालिकाकै क्षेत्र अधिकारमै पर्छ होला यो। यहाँ चाहिँ कतिपल्ट चाहिँ पहिले दिउँसो चाहिँ शनिबार स्पेसली केटाकेटी ल्याएर आएर बस्ने ठाउँहरू थियो। अनि केही समय बन्द पनि भएको थियो। फेरि अहिले चाहिँ नर्मली सुरु भएको अवस्था छ यो। र अहिले यसलाई बनाउने कार्यक्रम पनि चलिरहेको रहेछ। यसलाई ठाउँ ठाउँमा पार्क बनाएर व्यवस्थित ठाउँ त्यता माथि तल होइन नो। अनि अब माथि आऊ यहाँ बस्ने ठाउँहरू व्यवस्थित बनाइएको छ। अहिले त्यो सुधार कार्यक्रम पनि हुँदैछ। अहिले पनि हामीले कन्स्ट्रक्सन त ठाउँमा देखि पनि राखेका छौँ। कुर्सीहरू पनि थपिरहेको ठाउँहरू छ। पार्कहरू पनि बनाउँदै गरेको अवस्था देखिएको छ होइन। टोयलेट बाथरुम पनि व्यवस्थित छ। यो चाहिँ यसलाई भन्छ कमल पोखरी। सो कमल पोखरीबाट पनि अब निस्किन आँट्यौँ हामी। अब यहाँको सराउन्डिङ र इन्भाइरोमेन्ट त हामीले देखि पनि हाल्यौँ। तर यो केही समय चाहिँ अगाडि जोडा र जोडीको लागि अलिकति प्रसिद्ध भएको छ ठाउँहरू चाहिँ दिउँसोतिर खाली समय चाहिँ आएर बसेर गफ गर्ने, बदाम खाने, सुन्तला खाने, अब त्यही नै हो अहिलेको अवस्था। तर अहिले शनिबार भएर पनि होला फ्यामिली पनि केटाकेटी पनि देखियो। ठिक छ। अब यहाँबाट हामी सिधै निस्केर घरै पुग्छौँ। घरै पुगेर चाहिँ अनि बसेर चिया डुनट खाने हो। आज चिया पल्ला पर्छ। आज त्यो खान मन लागिरहेको छ। ल हस् त ल टेक केयर। ल गाइज ल खतराम थकानबाट आइयो। खानेकुरा कचाकुचुक लिएर आइएको छ। उनीहरू ड्रिङ्क्सहरू कचाकुचुक लिएर आएको छ।
चामल पनि लिएर आइएको छ यस्तो चामल छ लोकल चामल खाइन्छ अरू त यहाँको त मिठै लाग्दैन हो साथी हो ल ठिक छ अब आजको लागि 3 सकियो छोटो मिठो हुन्छ होला 4-5-10 मिनटको यसलाई अब छिटो कार्यक्रम सकेर अगाडि बढाइहाल्ने हो है भाटबुट आज नै मिलेदेखि आज नै हाल्छु ल ओके ल टेक केयर